यो भिडियो हेर्नु साथीहरु, अस्ति चाहिँ यो भिडियो बुधबार 1 बजेको भएको थियो। बिहिबार लागिसकेको थियो। दुईजना भाइ र बहिनी चाहिँ यसरी रोडमा हिँड्दै गर्दा चाहिँ गाडीले टक्कर दिएर चाहिँ हाम्रो गाउँको भाइको चाहिँ एक्सिडेन्टमै स्पट डेड भइसकेको छ है। र पनि पुलिसले चाहिँ केही पत्ता लगाउन सकेको छैन। बहिनी चाहिँ गम्भीर अवस्थामा छ। उसको पनि हात खुट्टा भाँचिएको छ है। पुरै उसको पनि कन्डिसन खराब छ। उसको पनि फ्यामिलीबाट कोही रहेन रहेछ। ऊ चाहिँ हस्पिटलमा एडमिट छ र भाइको चाहिँ डेड भइसकेको छ। र पनि पुलिसले चाहिँ यति टाइमसम्म पनि है सीसीटीभी फुटेजमा हेरेर पनि त्यो गाडीको पत्ता लगाउन सकेको छैन। कति नराम्रो कुरा हो। उसको फ्यामिलीमा यत्रो ठुलो यो भएको छैन। हाम्रो पुलिस चाहिँ एकदम ढिलो, हरेक चिजमा ढिलो किन हुन्छ, किन चाहिँ हुन्छ पुलिसहरू यति साह्रो ढिलो है। यति साह्रो सीसीटीभी फुटेजमा सबै देखाइरहेछ कालो गाडी छ भनेर, किन यो गाडीको उयोलाई चाहिँ पक्रिनु सकेको छैन, ड्राइभरलाई होइन, मालिकलाई किन पक्रिनु सकेको छैन। छिटोभन्दा छिटो पुलिसले चाहिँ यो कारबाही गरेर चाहिँ जस्टिस पाओस् हाम्रो भाइले चाहिँ होइन। यति सानो उमेरमा नि 23 को उमेरमा नि भाइको डेथ भएको छ।